भगवानको आरती गर्दैछौँ। हजुर सबैजनाले हामीहरू सँगै भगवानको कीर्तन गरेर हामीलाई कीर्तनमा सहभागी हुनुहोला। त्यस्तै गरी वडा नम्बर 10 का अध्यक्ष वडा नम्बर 10 का वडा श्री मन्त्री कुमार मण्डलजी पनि यहाँ पाल्नु भएको छ। उहाँलाई पनि यस कार्यक्रममा हामी अतिथिको रूपमा स्वागत गर्छौँ र यस रथयात्रा कार्यक्रममा सहभागी हुन पनि अनुरोध गर्दछौँ। किनकि यो जुन सरकार छ, जुन सरकारको प्रतिनिधि पाल्नु छ, उहाँहरूको उपस्थिति हाम्रो लागि एकदम विशेष रहेको छ। अब यस नगर दर्शन गर्दछ। यदि भगवान जगन्नाथले रथमा आउनु भएको समयमा भगवानको रथको डोरी कसैले स्पर्श मात्र गर्छ भने उसका जीवनका अनेक पापहरू नष्ट भएर जान्छन्। त्यसैले आज भगवान जगन्नाथ, बलदेव र सुभद्रा महारानी जो भगवान जगन्नाथ र सुभद्रा महारानी भगवान कृष्णको बहिनी हुनुहुन्छ। त्यसैले जगन्नाथ, बलदेव, सुभद्रा महारानी उहाँहरू चाहिँ भगवान तत्त्व हुनुहुन्छ। उहाँहरूको आज रथयात्रा छ र यसको लागि इस्लामका संस्थापक आचार्य श्रील प्रभुपाद पनि रथमा विराजमान हुनुहुन्छ, जसले जगन्नाथ